आदरणीय महानुभावहरू, यहाँहरू सबैजनामा नमस्ते। आज म तपाईहरुको सामु एउटा गहिरो सन्देश बोकेको सानो कथा प्रस्तुत गर्न चाहन्छु। अहंकार र समर्पणको कथा, जसले हाम्रो जीवनलाई दिशा दिन सकोस्। एक पटक एउटा गाई जंगलतिर चर्न गएको थियो। बेलुका पर्दै थियो र अचानक उसले एउटा बाघलाई आफ्नो तर्फ आउँदै गरेको देख्यो। डरले गाई दौडिन थाल्यो। बाघ पनि पछि पछि दौडिन थाल्यो। भाग्दै भाग्दै जाँदा गाई एउटा पोखरीमा पस्यो। बाघ पनि त्यही पोखरीमा पस्यो। तर त्यो पोखरी गहिरो थिएन, तर हिलोले भरिएको दलदल अवश्य पनि थियो। दुवै फस्न थाले। नजिकै भएर पनि बाघले गाईलाई समात्न सकेन। समय बित्दै गयो अनि गाईले बाघलाई सोध्यो, के तिम्रो कोही मालिक छ? बाघले गर्वका साथ भन्यो, म जंगलको राजा हुँ, म आफै मालिक हुँ। गाई मुस्कुराई र भनिन्, तर तिम्रो त्यो शक्ति अहिले के काम लाग्यो? मेरो त मालिक छ, ऊ मलाई खोज्दै आउँछ र मलाई बचाउने छ। र साच्चीकै केही समयपछि गाईको मालिक आयो र उसलाई हिलोबाट निकालेर घर लिएर गयो। तर बाघलाई बचाउन सकेन, किनकि बाघ स्वयं खतराको प्रतीक थियो। मित्रहरू, यो कथा केवल कथा, कहानी वा किस्सा मात्रै होइन, यो जीवनको यथार्थता हो। गाई समर्पणको प्रतीक हो, बाघ अहंकारको प्रतीक हो। मालिक यहाँ ईश्वरको प्रतीक मान्न सकिन्छ। र त्यो हिलो यो संसार हो जहाँ हामी सबै कहिलेकाहीँ नमजाले फस्छौँ। हामीले जीवनमा आत्मनिर्भर बन्नुपर्छ, तर कहिले पनि अहंकारी र स्वच्छन्द बन्न हुँदैन। म नै सबै हुँ, मलाई कसैको आवश्यकता छैन भन्ने सोच यदि तपाईमा छ भने त्यो पतनको सुरुवात हो। जब हामी समर्पित हुन्छौँ, जब ईश्वरप्रति विश्वास राख्छौँ, तब कठिन परिस्थितिमा पनि कुनै न कुनै बाटो खुल्छ। तर अहंकारले भरिएको मनले न त सहायता स्वीकार्न सक्छ, न त उद्धार नै पाउन सक्छ। त्यसैले म मेरा आदरणीय मित्रहरूलाई के आग्रह गर्न चाहन्छु भने हामी समर्पणलाई सिकौँ, नम्रतालाई अपनाऊ र विश्वास राखौँ, किनकि यो संसारमा ईश्वर भन्दा, उक्त परमात्मा भन्दा ठुलो अर्को कोही छैन। परमात्माले नै हामीलाई सधैँ कुनै न कुनै रूपमा संरक्षण गरिरहेकै हुन्छन्। सोही कारण परमात्मालाई जान्ने, मान्ने र वेदकै मार्गमा फर्किने हामी सबैले कोसिस गर्नुपर्छ। धन्यवाद। नमस्ते। ओम शम।